नेहेमियामा चाहिँ फेथफुल एकदमै चाहिँ विश्वासिलो भएको कारणले गर्दाखेरि उनले चाहिँ असल प्रकारको काम गर्न सकेको हामी देख्न सक्छौँ। नेहेमियाको पुस्तकलाई हामीले हेर्यौँ भने नेहेमियाको पुस्तक 2:18 यसरी लेखिएको छ। के लेख्छ भन्दाखेरि परमेश्वरको कृपालु हात कसरी ममाथि परेको थियो र राजाले मलाई के भन्नुभएको थियो सो मैले तिमीहरूलाई बताइदिएँ। तिनीहरूले जवाब दिए, हामी पुनर्निर्माणको काम सुरु गरौँ। यसैले तिनीहरूले उत्साहपूर्वक त्यो असल काम सुरु गरे भनेर। नेहेमियाको पहिलो अध्याय र त्योभन्दा अगाडिको इतिहासलाई हामीले हेर्यौँ भने चाहिँ ऐश्वर्य र बेबिलोन साम्राज्यले उत्तरी सामारिया, इजरायल राज्य र दक्षिण यहुदा राज्य सबै ध्वस्त बनाएको छ। सोलोमन राजाले बनाएको भव्य मन्दिर र पर्खालहरू सबै ध्वस्त बनाइएको छ। उनीहरूको सहरहरू उजाड पारिएको छ। उनीहरूको खेतीबालीहरू नष्ट पारिएको छ। उनीहरूको सेनाहरू छैनन्। उनीहरूको आफ्नै आइडेन्टिटी छैन। उनीहरू कमारेको रूपमा बेबिलोनमा बसिरहेको अवस्था छ। यो समयमा नेहेमियालाई परमेश्वरले अगुवाई गर्नुहुन्छ, अब चाहिँ तिमीले त्यो ठाउँमा गएर पुनर्निर्माण गर्नुपर्छ, भत्किएको पर्खाल बनाउनुपर्छ, भत्किएको परमेश्वरको मन्दिर बनाउनुपर्छ, त्यहाँका भत्किएको मानिसहरूको हृदयलाई परमेश्वरसँग तयार गर्नुपर्छ। त्यो काम सजिलो थिएन। जब उनले त्यो काम सोचाइ राखेर परमेश्वरसँग प्रार्थना गर्दै अगाडि बढे, त्यहाँ सनबलत लगायत अरू धेरै विरोधीहरूले के भनेको छ, तिमीले लगाएको गाह्रोलाई चाहिँ स्यालहरूले भत्काउनेछ। यतिसम्म खिसिएर यतिसम्म यहाँ हामी इतिहासमा देख्न सक्छौँ। एउटा हातमा इँटा र एउटा हातमा तरवार बोकेर उनीहरूले त्यो पर्खाल बनाएको थिए। त्यो विश्वास त्यो सर्भिस नेहेमियाको। उनले रात दिन एकदमै तन मन दिएर जब परमेश्वरमा आशा र भरोसा राख्दै उनले त्यो काम सुरु गरे। प्रियहरू, परमेश्वरले अनुग्रह गर्नुभयो। सामानहरू जुट्यो, सबै कुरा जुट्यो। उनलाई साथ दिने मानिसहरू जुटे। एज्रा, नेहेमिया, यरोबाबेल यी सबैको साथ सहयोगमा पछि त्यो पुनर्निर्माणको काम सम्पन्न भएको छ। आमेन। हालेलुया। परमेश्वर बनाउन सक्नुहुन्छ। परमेश्वर निर्माण गर्न सक्नुहुन्छ। नयाँ तुल्याउन सक्नुहुन्छ। आज कतिजनालाई लाग्न सक्छ, म अब बिग्रिएँ, मेरो लागि आशा छैन, मेरो लागि भरोसा छैन, म के गरौँ, मसँग पैसा छैन, मसँग पढाइ छैन, मसँग अभावहरू छ, मसँग चुनौतीहरू छ, मेरो परिवार विश्वासी छैन, म के गरौँ, कसो गरौँ, कहाँ जाउँ। कहिले हामीलाई त्यस्तो विचारहरू आउन सक्छ। त्यो बेलामा प्रभु भन्दै हुनुहुन्छ, मरुभूमि हुँदो म बाटो खन्न सक्छु, मरुभूमिमा पानीको मूल फुटाउन सक्छु। यसरी प्रियहरू, आज तपाईँको त्यो रुखो भएको जीवनलाई, निराश भएको जीवनलाई उत्साह दिने चाहिँ परमेश्वर हुनुहुन्छ। तपाईँको भत्किएको त्यो परिवारलाई, तपाईँको जीवनलाई निर्माण गर्न सक्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ। जसरी नेहेमियाको त्यो सहरलाई परमेश्वरले निर्माण गर्नुभयो, आज त्यही परमेश्वरले आज तपाईँ मलाई पनि निर्माण गर्न सक्नुहुन्छ। हालेलुया। के तपाईँ विश्वास गर्नुहुन्छ? विश्वास गर्न सक्नुहुन्छ? विश्वास गर्न सक्नुहुन्छ? आमेन। अनि हामीले अर्को व्यक्तिलाई हामी चाहिँ